हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले मेरो भिडियोमा तपाईहरुलाई हामीले भिडियो कसरी ब्लर गर्न सक्छौं है, भिडियोको केही पार्टहरु ब्लर गर्न पर्दा कसरी ब्लर गर्ने एकदमै छोटो तरिकाले भन्छु ल। त्यसको लागि चाहिँ तपाईहरुलाई म एउटा एप सजेस्ट गर्छु है। तपाईहरुले र यदि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुस् अनि मेरो भिडियोमा लाइक कमेन्ट गर्न नबिर्सनु होला है। ल अब सुरु गरौँ ल। त्यो हामीले चाहिँ त्यसको लागि प्ले स्टोरमा गएर VN भन्ने एपलाई सर्च गर्नुपर्ने हुन्छ र यो एप चाहिँ मसँग अलरेडी छ, सो म ओपन गर्छु। अब यो एप ओपन भइसकेपछि तपाईहरुले यहाँ तल प्लस साइन देख्दै हुनुहुन्छ होला, यो प्लस साइनमा गएर क्लिक गर्नुहोस्। त्यसपछि न्यू प्रोजेक्टमा क्लिक गर्नुपर्ने हुन्छ। न्यू प्रोजेक्ट गरेपछि कुन चाहिँ भिडियो हो त त्यो तपाईले छान्नुपर्ने हुन्छ है, कुन भिडियोको कति पार्ट ब्लर गर्ने भनेर। अब मैले यो फर्स्टको भिडियो लिन्छु, त्यसपछि यहाँबाट नेक्स्ट गर्ने। नेक्स्ट गरिसके पछाडि चाहिँ तपाईहरुले यहाँ पर अप्सन देख्न सक्नुहुन्छ, ब्लर एउटा ब्लर छ, अर्को यो मोजाइक भन्ने छ है। अब हामीले चाहिँ ब्लरबाट गर्दा चाहिँ अलिक लङ प्रोसेस हुन्छ, बरु अनि पार्टलाई चाहिँ ब्लर गर्न एकदमै सजिलो चाहिँ मोजाइकबाट हुन्छ ल। त्यसको लागि फर्स्टमा तपाईले यो भिडियोको कुन पार्टलाई ब्लर गर्ने त्यहाँ लग्नुस्। त्यसपछि तपाईहरुले यो मोजाइकलाई चुज गर्नुपर्छ। मोजाइकमा गइसकेपछि यहाँ ब्लर भन्ने अप्सन देख्दै हुन्छ होला, यहाँ ब्लरमा क्लिक गर्नुस् अनि कतिको ब्लर गर्ने त यहाँ राख्नुपर्छ है, साइज यहाँ मिलाएर यसरी राख्नुहोस्। अनि अब तपाईहरुले चाहिँ यसलाई यहाँ मिलाउनु पर्छ है। ओके, यहाँ क्रस गरिदिने अनि यहाँनेर गएर तपाईहरुले यसरी यसको लेन्थहरु मिलाउनुस्, कति कति पार्टलाई ब्लर गर्ने यसरी राख्न मिल्यो है। अब यति गरेपछि तपाईहरुले कतिसम्म ब्लर गर्ने यसलाई यसरी यहाँ कहाँसम्म गर्ने त्यो पनि मिलाउन मिल्छ। अब हामीले यो भिडियोलाई प्ले गरेर हेर्छौं ल। यहाँनेर हामीले अब अगाडि एडजस्ट गर्न पर्यो है, हल्का यहाँदेखि ब्लर गरौँ। यहाँ हजुरहरुले कति के गर्ने हजुरहरुले मिलाउन सक्नुहुन्छ। अहिले मैले चाहिँ अब यहाँदेखि ब्लर गरे यसरी। अब यो ब्लर भइसक्यो है। अब तपाईहरुको कतै ब्लर भएको छैन भने यहाँ बिचमा टक्क मिलाउँदै यो ब्लर अर्को पनि लिन मिल्छ है। अब जस्तै तपाईको यो भिडियोमा यति पार्ट ब्लर भयो अनि यो पार्ट नगर्ने, अब फेरि यो मेल यहाँनेर ब्लर गर्ने केही पार्ट आउँछ भने तपाईहरुले यहाँ फेरि मोजाइकमा क्लिक गरेर ब्लरमा क्लिक गर्नुस् अनि यो साइज बढाएर तपाईहरुले यहाँ अघिको जस्तै यहाँ क्रस गर्नुस् अनि यसरी राख्न सकिन्छ ल। अब यति गरिसकेपछि अब यो भिडियोलाई कसरी सेभ गर्ने त भन्दाखेरि चाहिँ अब मैले यो ब्लर गरिसकेँ हैन। अब यसपछि तपाईहरुले के गर्नुपर्छ त भन्दाखेरि यसलाई प्ले गरिदिनुस्। यति गरेपछि यो भयो। अब यहाँ माथि तपाईहरुले ब्लू कलरको सेन्ड गर्ने जस्तो देख्दै हुनुहुन्छ होला, यो ब्लूमा क्लिक गर्नुस्। त्यसपछि एक्सपोर्ट भन्ने आउँछ, एक्सपोर्ट गरिदिनु पर्छ। अनि यो एक्सपोर्ट गरेपछि चाहिँ यो चाहिँ अब तपाईको डाउनलोड हुँदैछ है। यो डाउनलोड हुन चाहिँ अब एकछिन टाइम लाग्छ, तपाईहरुले वेट गर्नुपर्छ ल। हामी एकछिन वेट गर्छौं है यसको लागि चाहिँ। अनि यो डाउनलोड भइसकेपछि चाहिँ तपाईको ग्यालरीमा गएर सेभ हुन्छ ल। यदि तपाईहरुलाई केही कन्फ्युजन छ भने कमेन्टमा भन्नुस् है। तपाईहरुले पनि यो एकदमै सजिलो छ, तपाईहरुले क्यापकटबाट गर्दै हुनुहुन्छ भने यो एप चाहिँ एकदमै सजिलो छ है। क्यापकटबाट चाहिँ हामीले ब्लर गर्दाखेरि दुईटा इमेज लिएर गर्न पर्ने हुन्छ, त्यो एकदमै गाह्रो लङ प्रोसेस छ। यो बाटो गर्नुभयो भने चाहिँ एकदमै सजिलो तरिकाले पार्टमा ब्लर गर्न सकिन्छ है। एकदमै छिट्टो पनि छ अनि तपाईहरुले कसरी ब्लर गर्नुहुन्छ यो प्रोसेसबाट गर्ने होस् है। हस्, धन्यवाद। यो चाहिँ अब हाम्रो डन भइसक्यो ल। अब हामीले